हेलो नमस्ते सबैलाई त के छ तपाईँहरूको खबर सब ठिक छ होला नि म जस्तै फुर्तिलो हँसिलो रमाइलो भएर होला नि दिनहरू के छ भन्नु है त। अनि आज चाहिँ के गर्दैछु थाहा छ म आज चाहिँ म मुकबाङ गर्नेवाला छु सो के छ हेर्ने हो त के गेस गर्ने हो के को मुकबाङ गर्नेवाला छ भनेर गेस गर्ने हो कि मैले डाइरेक्ट देखाइदिउँ त। अब गेस गऱ्यो भने तपाईँहरूले खासै थाहा त पाउँदैन होइन किनभने गाह्रै छ नि होइन जे नि खान सक्छ नि होइन। अब मासु खान सक्ला नुडल्स खान सक्ला पास्ता खान सक्ला मोमो खान सक्ला चाउमिन खान सक्ला पिज्जा खान सक्ला होइन जे नि हुनसक्छ नि होइन। त्यही भएर ढिलो नगरिकन म डाइरेक्ट तपाईँहरूलाई देखाइदिनेछु है त। त्योभन्दा अगाडि आज चाहिँ खास म ड्युटी गएर आएँ जे जे चाहिने थियो त्यो सपिङहरू गरेँ अनि तपाईँहरूले देखिसक्नुभयो। यसो गेस पनि गर्दै गर्नु है कुरा गर्दै गर्दाखेरि के चाहिँ खान लागेको छ भनेर किनभने चपस्टिक छ फक छ स्पुन छ सो गेस गर्दै गर्नु होला। त्यति बेलासम्म 2 घन्टाको मिहिनेत मिठै हुनेवाला छ आई नो अबाउट इट। तपाईँहरूलाई अब म देखाउन जान्दैछु मैले के चाहिँ बनाएँ अनि के कुरा चाहिँ मुकबाङ गर्न लागेको छ भनेर। आज मैले तपाईँहरूलाई देखाएको छैन क्या के बनाइरहेको छु मैले के चाहिँ खान लागिरहेको छु भनेर अनि कसरी बनाउने भनेर कसरी बनाइरहेको छु भनेर देखाएको छैन नि त। आज तपाईँहरूको अगाडि मुकबाङ डाइरेक्ट गर्छु भनेर चाहिँ मैले आज किचनमा के गरेँ कस्तो गरेँ के सपिङ कसरी गरेँ के गरेँ भनेर केही पनि देखाएन डाइरेक्ट तपाईँहरूको सामु आएको छु पकाएर सबै रेडी गरेर सबै सामानहरू यहाँ साइडमा छ। अब तपाईँहरूले देख्नुहुन्छ बिस्तारै हेर्दै जाउँ है त। मैले चाहिँ के लिएर आएको छु हेर्नु है स्पाइसी रामेन बुलडक होइन खान सक्छ होला त मैले धेरै अगाडि खाएको हो अनि पिरो हुन्छ नि त अति त्यही भएर मैले खाना छोड्दा चाहिँ अनि आज चाहिँ तपाईँहरूको अगाडि खाएर देखाइदिन्छु म जति पिरो भयो नि भनेर चाहिँ म आज खानेवाला छु। पानीमा भिजाएर राखेको छु तातो पानी फाल्छु अनि यसको मसलाहरू यहीँ छ केही गरेको छैन अनि अब मैले यो हाल्ने बिर्सेँ तर लास्टमा ठिक छ अनि यो चाहिँ अनि लास्टमा टक्क त्यसमा मिक्स गरेर अनि डाइरेक्ट यहाँ हाल्नेवाला छु है त। यस्तो पानी भिजाएर राखेको छु मैले अहिले ठिक्क भएछ पानी निकालिदिन्छु। अब चाहिँ म यसमा सस पनि हालिहाल्छु मलाई थाहा छैन क्या मैले यो खान सक्छ कि सक्दैन धेरै भइसक्यो मैले नखाएको किनभने अति स्पाइसी हुन्छ नि त अनि फेरि मैले अर्को कुरा नि अति स्पाइसी बनाएको छु क्या आज अनि मलाई डर चाहिँ लाग्दैछ त्यही पनि केही छैन लेट्स डु इट होइन डर के आगे जीत है। ओके यसलाई क्रिस्मस हानी हाल्नुपर्छ तनाव हुन्छ भोक चाहिँ डरै लागिसक्यो अनि आहा बस्छ भने टेन्सन हुन्छ अरे भयो अब यसलाई एक साइडमा हाल्यो होइन अनि यसलाई यो छरिदिइहालौँ सिविड र सेस्मी होइन यो सिविड खतरा हुन्छ अरे त्यो खान नि चिप्स कसरी खान नि मिठो हुन्छ यो आफ्टर द्याट भनेको तपाईँहरूलाई देखाउन जान्छु ससेस यहाँ मैले केएफसी टाइपको बनाएको छ केएफसी नै त होइन बट काइन्ड अफ त्यस्तो टाइपको बनाएको छ सो यसलाई मैले 2टा हालिदिन्छु अनि ससेज छ ससेज 3टा जस्तो हाल्यो आई थिङ्क 1 मोर हाल्छु म यहाँ अनि चाहिँ छ हाम्रो अन्तिम चाहिँ छ हाम्रो कोरियन स्पाइसी चिकन विङ्स भन्छ क्या यसलाई मलाई एक्ज्याक्टली त थाहा भएन जस त्यस्तै भन्छ यो चाहिँ विङ्सहरूले नै बन्छ होइन चिकन
चिकन विङ्सहरूले नि बन्छ सो अलि यसलाई चाहिँ कलर पुगेन क्या रातो रातो हुनुपर्ने हो तर अलिक कलर पुगेन धेरै खाँदिनँ अहिले चाह्यो भने थपाउँदा पनि है अझै ग्लोभ्स लगाइहाल्छु किनभने मैले त्यहाँ कोरिएन्डर हाल्नु छ कोरिएन्डर र स्प्रिङ अनियन हालिहाल्नु यसको माथि अनि बवाल हुन्छ बट मैले अन्डा मिसिङ गरेछ है अन्डा फ्राई गर्नुपर्ने थियो एनिवे केही छैन एज युजल पन्जाउन लगाइहालेँ अब हामीले मेन गर्नुपर्ने के हो भने यसरी यसरी राखिदिने अनि यसरी यसरी राखिदिने हल्का होइन अनि त्यसपछि मसँग रोस्टेड सिस्मी छ क्या सिस्मी सिड त्यो नि हालिदिइहाल्छु ल तपाईँहरू हेर्ने त कस्तो भयो आज भने यति नै हो अब म चाहिँ खाना सुरु गर्छु है त फर्स्टमा चाहिँ म पानी खान्छु सो द्याट खाएको कुरा आरामले जान्छ म चाहिँ धेरै नै गफ गर्छु अनि यहाँ खानेकुरा चिसो भइहाल्छ चाँडै एनिवे खाएँ त तपाईँ नि खानुहोस् है टाइममा खाना खानु गर्नुहोस् ल है दामी कोरियन स्पाइसी चिकन विङ्स यसमा चाहिँ अलिकति रातो कलर पुगेन अनि त्यसपछि भनेको त्यो रेड चिल्ली हुन्छ क्या मैले चाहिँ हरियो खोर्सानी हालिदिएको अनि अब यसलाई चाहिँ के हो भने थाहा छैन अब केएफसी भन्दा केएफसी पनि होइन दाममा छ नि म त फेरि मासुको त केही छोड्दिनँ नि तपाईँको हड्डी र चबाइमा झाम्छौँ चबाएर निल्दिनु ताल परेर मजा लाग्छ मलाई त प्रायः चाहिँ म यस्तो दुई साइडको टुप्पो चाहिँ बाँकी राख्दिनँ क्या मजा आउँछ नि त खानलाई आज चाहिँ मजाले खाएको छ यो नि पिरो भोलि चाहिँ अनि गयो खेर अनि तपाईँहरूलाई भ्लगहरू कस्तो लाग्दैछ त यसो भन्नु पर्यो है अनि धेरै धेरै धन्यवाद आजसम्म हेरेर साथ दिनुभएकोमा हेरेर माया देखाइदिनु भएकोमा हेरेर
के कमी कमजोरीहरू छ यसो भनिदिनु भएकोमा पर्सनली कमेन्ट गरेर भयो नि पर्सनली भनेको भयो नि धेरै धेरै धन्यवाद तपाईँलाई। Mira. Oh. Gak kira. यति जा पिरा खान नसक्ने के खान्छ है मजा आउने क्या कति टाइम भयो त तपाईँहरूले रामेन नखानु अब नेपालमा त के पाउँछ करेन्ट पाउँदा बुल्लक नि पाइहाल्छ होइन तर म्याक्सिमम् चल्ने करेन्ट हो नि होइन खतरा हो नेपालबाट आउँदाखेरि त लिएरै हुन्छ नि हामी पनि मैले भने अझ एउटा अन्डा हुनुपर्छ है बोइल गरेको नत्र फ्राई मात्र गरेको हल्का मैले अलिक बनाउनु जानेन क्या यो टेस्ट चाहिँ दामी भएको छ तर लुक्स वाइज चाहिँ अझै रेड हुनुपर्ने क्या यो रेड चाहिँ के बोली गयो खोइ के हाल्थ्यो रेड हाल्नु मैले खासै भिडियो राम्रोसँग हेर्नु मलाई चाहिँ एक्चुअली हेरिसकेपछि त्यही आइडिया लिएर बनाउनु मन लाग्छ क्या त्यो पुरै हेरेर बस्नु मन लाग्दैन च्याउ लाग्छ भयो एक वर्षलाई पुग्यो यो पसिना निकालिसक्यो अनि मेरो चाहिँ नाकको टुप्पोमा आइहाल्छ पसिना तर यहाँ जिउ यस्तो यस्तो गरेर त्यो ओठ्यो भरे पुरै पुलिरहेको छ पानी खायो भने झन् पोल्छ क्या त्यो पिरो हुन्छ झन् पिरोले पोल्छ बरु पानी नखाने ठिक छ बरु होइन खास मैले दुइटा खान लाग्थेँ यो आहा लोभी मन पापी नगर कान्छा नगर भनेर बल्ल बल्ल मनलाई सम्झाएर एउटा मात्रै बनाएर खाएको ठिक्क भयो दुइटा खाएको भए मर्थेँ म कहिले सकाउने लट्ठ भइसक्यो पिरोले अझ झोल त यता सर्ट उयो भएर बसेछ कि हल्का हानिदिन्छु झ्याम्बिरा हानि त सक्यो होइन दौड के आगे जीते भनेर अब मैले के खानु त पानी खाने डर के आगे जीते भन्नु मासु चबाइ डर के आगे जीते
काने टु भन्न थालिसक्यो नाकबाट सिङ्गान झन् थालियो साँच्चै होइन कान टु भइदिइरह्यो अब भर्खरै पिरो भयो त के अन्त नि मैले जानी यस्तो भयो र पिरो भयो खोर्सानी पऱ्यो फेरि अर्को हरियो खोर्सानी भोलि चाहिँ खत्तम हुनेवाला छ बिहान यार नसोच यस्तो खाएर आफूले गाह्रो बनाउनु भन्दा त बरु सिङ्गो कुखुरा ल्याउँछु मस्त खान्छु बरु मस्त म्यारिनेट गर्छु हालिन्छु एयर फ्रायरभित्र यस्तो सागको सुक गर्दै खानु हुँदा कसम नखानुहोस् क्या यस्तो खाएर के हुन्छ भने यहाँ अर्को खोर्सानी आइसक्यो भक यहाँ अर्को कति खाने क्या यही अलरेडी पिरो भइसक्यो त कति खाने खोर्सानी भने अचम्म लाउने होइन हो यहाँ पिरोले मराउन आइसक्यो अनि म खास यो अरू एक्स्ट्राहरूलाई खान्छु भन्ने विचार गरेको थिएँ पिरोले नै खासै केही खानु मन लाग्ने ह्याप्पी वेमा तर मजा नि आइरहेछ क्या तर सहन सक्ने मजा चाहिँ होइन या नाकबाट नाकभित्रबाट नाक बाहिरबाट निधार बाहिरबाट अनि सबैतिरबाट पानी आउनु थाल्छ अनि तनाव हुँदैन यो बुढो अलि स्पाइसी छ होइन अझै पुगेको छैन अब यही ससमा आइरहेको छु क्या म फेरि मिठो छ तर सहने भन्दा बढी पिरो छ सहन सक्ने भन्दा धेरै पिरो छ अब हामी भिडियोको अन्त्यमा आइसक्यो आजको विशेष ब्लग भनेको यसैको थियो राम्रोसँग बस्नुहोस् टाइममा खाना खानुहोस् टाइममा पानी पिउनुहोस् अनि टाइममा सुत्नुहोस् होइन त्यही हो तपाईँहरूको साथ सपोर्ट अनि मायाको लागि धेरै धेरै धन्यवाद अनि मेरो तर्फबाट नि तपाईँहरूलाई धेरै धेरै माया छ होइन नि मिठो मिठो अनि मिठो माया छ है त मेरो तर्फबाट सबैलाई यति भन्दै आजको लागि चाहिँ हामी अब म बिदा हुन चाहन्छु मैले किन हामी भनिरहेको छु म बानी नै यस्तो छ कि हामी भन्न आउँछ क्या म एक्लै भयो नि अब त्यो हामी भन्ने बानी भएर हो एनिवे मेरो तर्फबाट चाहिँ त्यही हो है तपाईँहरू टाइममा खानुहोस्
पिउनुहोस् सुत्नुहोस् सबै कुरा टाइममा गर्नुहोस् द्याट्स इट भन्दै म बिदा हुन चाहन्छु हामी नेक्स्ट ब्लगमा भेट्ने छौँ त्यतिन्जेलको लागि राम्रोसँग बस्नुहोस् अनि आफ्नो केयर गर्नुहोस् मिठो मिठो अनि मिठो म्याच है त